हाई एभ्रिवान, आज चाहिँ हेर्नु त म यस्तो चिसो चिसो मौसममा तातो बुल्डक पकाएर चाहिँ म खाँदैछु। एकदम धेरै क्रेभिङ भइरहेको थियो मलाई बुल्डकको। एक महिना भयो थियो मैले बुल्डक नखाएको। अनि हल्का जिरा ज्वानो झानेर चाहिँ जाडोमा चिसो मौसममा तातो तातो हेरेर खानु पाउँदा मेरो दिल दिल खुस भइरहेको छ। अनि अन्डा फ्राई गरेको थिएँ 2-3वटा जति, त्यहाँदेखि अनि काँक्रा, त्यहाँदेखि यस्तो मजाले खाएँ कि यस्तो मजाले खाएँ, आनन्द भयो। जङ्क फुड खानु पाउँदाखेरि चाहिँ एकदम धेरै के भन्नु, मजा अर्कै हुन्छ जङ्क फुड खानुको। अनि आजको मेरो डिनर भने पनि जे भने पनि यही हो। यति खाएर चाहिँ म सुत्छु गाइस। आज मैले यो भिडियो बनाएको, हेरिदिनु होला। खानु पाउँदा चाहिँ बाई एभ्रिवान, सी यू नेक्स्ट भिडियो।